कसरी बनाउने एआईबाट। पीसी युज गरिरहेछौ भने suno.com मा जाऊ र मोबाइल युज गर्दै हुनुहुन्छ भने स्टोरमा गएर सुनो सर्च हानेर त्यताबाट एआई एप्लिकेसनलाई डाउनलोड गरेर ओपन गर्ने, साइन अप साइन इन गर्ने, देन आएर तपाईँ यो गर्ने। तपाईँले साइन अप गरिसकेपछि तपाईँको अगाडि यस्तो स्क्रिन आउँछ र यता हेर्छौ भने तपाईँ अरूले जेनेरेट गरेको म्युजिकहरू यतै छ र आफै जेनेरेट गर्न चाहन्छौ भने प्लस म्युजिकको आइकनमा क्लिक गर्ने र यता आइसकेपछि यता तपाईँले प्रम्प्ट लेख्ने, कस्तो टाइपको म्युजिक चाहियो, हिपहप चाहियो भने हिपहप लेख्ने, कस्तो मुड चाहियो त्यो लेख्ने र इन्स्ट्रुमेन्ट के एड गर्ने त्यो पनि लेख्न सक्छौ। एन्ड यसरी नै अरू कुराहरू लेखेर अब जति राम्रो प्रम्प्ट भयो त्यति राम्रो तपाईँको म्युजिक जेनेरेट हुन्छ। अब यता यो बटन छ, यो बटन क्लिक गर्यो भने तपाईँको यसले अटोमेटिकली बनाएर दिन्छ प्रम्प्ट यो बटनले। र तपाईँ आफ्नो लिरिक्स हाल्न चाहन्छ भने यता आउने, यताबाट तपाईँ आफ्नो लिरिक्सलाई हालेर लिरिक्स सेक्सनमा लिरिक्स हाल्ने एन्ड यता डिस्क्रिप्सनमा त्यही मैले भनेको यता डिस्क्रिप्सन लेखे जस्तै यता पनि लेख्ने एन्ड यता टाइटल, सङको टाइटल लेख्ने एन्ड क्रिएट गर्ने। अब यसले म्युजिक क्रिएट गर्छ, यसले लिरिक्स आफै बनाउँछ, इन्स्ट्रुमेन्ट आफै बनाउँछ र हामीलाई एउटा पर्फेक्ट म्युजिक दिन्छ। सुनौ अब। ओके, यस्तै म्युजिक बनाउन चाहन्छौ भने